नमस्ते साथीहरु, के छ हाल खबर? म संगीत अर्को भिडियो लिएर तपाईहरुको समक्ष आइपुगिसकेको छु। आज हामी जान्ने छौं GoPro Hero 9 Black को बारेमा र यो एक समयको एकदमै पावरफुल क्यामेरा, पावरफुल एक्सन क्यामेरा मानिएको क्यामेरा हो। के यो 2025 मा 5 साल पछि आएर के यो क्यामेरा किन्न लागेको छ त? आज हामी यही कुरा जान्ने कोसिस गर्ने छौं। सो लेट्स स्टार्ट द भिडियो। GoPro Hero 9 Black 2020 मा आएको थियो र अरु GoPro हरु भन्दाखेरि यो GoPro एकदमै अलग अनि पावरफुल थियो र यो GoPro अरु GoPro हरु भन्दाखेरि निकै नै अपग्रेडेड भर्जनको थियो र निकै नै राम्रो थियो र यसमा पहिलो पल्ट अगाडि स्क्रिन दिएको थियो र 5K रेजोल्युसन को क्यामेरा दिएको थियो जुन ब्लगर्सहरुमा एकदमै लोकप्रिय भएको थियो। साथै 5K रेजोल्युसन क्यामेरा 20 मेगापिक्सल को क्यामेरा दिएको थियो जसमा फर्स्ट टाइम हाइपर स्मूथ 3.0 पनि यसमा अपग्रेड भएको थियो। सो गाइस, अहिले मेरोमा यो हिरो GoPro 9 आइसकेको छ र यसको चाहिँ तपाईलाई म फुटेजहरु अनि अलिकति भिडियो स्याम्पलहरु तपाईलाई देखाउने कोसिस गर्दै छु है। यो हो एउटा इन्स्टाको 360 को यो ह्यान्डल छ, यसमा मैले युज गर्दै छु अहिले चाहिँ है। र कमेन्ट सेक्सनमा तपाईलाई इन्स्टा 360 को पनि भिडियो चाहिएको छ भने कमेन्ट गर्न सक्नुहुन्छ है। म त्यो पनि जरुर तपाईको समक्ष ल्याउने छु र अब चाहिँ यसको फुटेजहरु के कस्तो आउने छ सबै डिटेल्समा तपाईहरुलाई एकदमै हैन सो चाहिँ तपाईलाई यसको भिडियो यहीबाट भिडियो खिचेर अनि यसको माइकको टेस्टिङ, यसको भिडियोको टेस्टिङ गरेर तपाईलाई म देखाउने गइरहेको छु। यो क्यामेरा मैले युज गरेको लगभग 4 वर्ष भइसकेको छ र यो क्यामेरा 2025 मा लिन लायकको छ कि छैन यो तपाईले अन्तमा जान्नु हुनेछ है। सो यसको लाइभ फुटेज अब तपाईलाई म देखाउन गइरहेको छु। लेट्स स्टार्ट। अहिले चाहिँ यहाँनिर डाँडा भन्छौं हामी चाहिँ यसलाई है। यसको गेस्ट हाउस यहाँनिर छ नि त, हामी चाहिँ यहाँ डाँडा भन्थ्यौं। पहिला चाहिँ हामी यहाँनिर फुटबलहरु खेल्ने गर्थ्यौं है। अहिले चाहिँ यस्तो भएको छ र यो अहिले तपाईले देखिरहनु भएको भिडियो फुटेज सिधै GoPro Hero 9 बाट आइरहेको छ। यसको क्यामेराको तपाईहरुले एउटा है स्याम्पल पनि एउटा पाउनु हुँदैछ होला कि यसको क्यामेरा कस्तो छ भनेर। मैले कुनै पनि एक्सटर्नल माइकहरु युज गरेको छुइनँ है, तर यसको फुटेज अहिले 4K 30 FPS मा लिनियर मा अहिले सुट भइरहेको छ र यो अहिलेको जुन चाहिँ यसको भिडियोको जुन चाहिँ फिल्टर अहिले तपाईकोमा छ है, यो चाहिँ हो GoPro Hero 9 को एउटा स्ट्यान्डर्ड फिल्टर अहिले है लागिरहेको छ यसमा र तपाईहरुलाई एउटा आइडिया हुनेछ है। यस्तो खालके चाहिँ फुटेज यसबाट आउँछ, एकदमै राम्रो आउँछ। मैले चलाएको लगभग 4 वर्ष जस्तो भइसकेको छ है र जति पनि मेरो मोटो ब्लगिङमा तपाईहरुले भिडियो देख्नुहुन्छ यो यही क्यामेराबाट म सुट गर्ने गर्छु र यसको स्टेबलाइजेसन पनि तपाईले यहाँबाट थाहा पाउन सक्नुहुन्छ कि यो एउटा त्यति बेलाको 3.0 हाइपर स्मूथ स्टेबलाइजर सँगसँगै आएको थियो है र यो तपाईहरुले लिनियर भ्यू देखिरहनु भएको छ। अब तपाईहरुलाई म एउटा वाइड भ्यू अनि एउटा सुपर वाइड भ्यू पनि देखाउने प्रयास गर्ने छु है। सो गाइस, यो हो 4K 30 FPS मा वाइड एंगल भ्यू तपाईको समक्ष है। कस्तो आइरहेको छ तपाईले चेक आउट गर्न सक्नुहुन्छ, कतिको वाइड आइरहेको छ र अब हामी चेक गर्ने छौं सुपर भ्यू को फुटेज है। सो गाइस, यो हो सुपर भ्यू 4K 30 FPS मा सुपर भ्यू को अहिले तपाईहरुले एउटा भ्यू एउटा फुटेज अहिले तपाईले पाइरहनु भएको छ है। कतिको चाहिँ वाइड आइरहेको छ, अघि कतिको वाइडमा कति थियो है, अहिले सुपर वाइडमा कतिको वाइड तपाईले यहाँ देख्न पाइरहनु भएको छ है, त्यो कमेन्ट गर्न सक्नुहुन्छ र यसको सबै फुटेजहरु तपाईले हेरिरहनु र यसको सबै फुटेजहरु तपाईले अहिले हेर्नु भइसकेको छ है र यो क्यामेराले 5K सम्म खिच्न सक्छ है। 5K इन 30 FPS सम्म खिच्न सक्छ। सो यो हो सुपर भ्यू
यसको फुटेज सुपर भ्यूको अहिले तपाईँले यहाँ भ्यू देखिरहनु भएको छ कतिको वाइड आइरहेको छ है कतिको सुपर वाइड आइरहेको छ तपाईँले देख्न सक्नुहुन्छ यो चाहिँ अब एक्सन हामी जो चाहिँ मोटो ब्लगिङहरू गर्छौँ त्यति बेला हामी युज गर्छौँ सुपर वाइड भ्यू अनि तपाईँले देख्न सक्नुहुन्छ है यसको कलर प्रोफाइल अहिले डिफल्टमा राखेको छु गोप्रोको कलर प्रोफाइलमा अहिले छ है कुनै पनि अहिले फ्ल्याट प्रोफाइलहरुमा राखेको छुइनँ तपाईले देख्न सक्नुहुन्छ कतिको ग्रीन आएको छ कतिको तपाईहरुले पिछेको ब्याकग्राउन्डमा कतिको हाइलाइट्सहरु देख्नु भएको छ है कतिको यसले क्रिस्प यसले खिचिरहेको छ त्यो तपाईहरुले अहिले देखिनु भएको छ कहिलेकाहीँ टच स्क्रिन एकदमै स्लो काम गर्ने गर्छ कति बेला त झन् टच पनि हुँदैन यो एकदमै अलिकति गोप्रो 9 ब्ल्याक को चाहिँ युआई अलिकति स्लो छ है र लो लाइट कन्डिसनमा भिडियो क्वालिटी अलिकति नराम्रो हुने गर्छ तर राम्रो लाइट कन्डिसनमा यो गजबको छ यदि तपाईहरुलाई बजेटमा एउटा ब्लगिङ क्यामेरा खोजिरहनु भएको छ भने गोप्रो हिरो 9 ब्ल्याक एकदमै राम्रो विकल्प हुनेछ टिकाउ छ भरपर्दो छ र कन्टेन्ट क्रिएटरको लागि एकदमै राम्रो अनि एकदमै उपयोगमा आउने यो एउटा क्यामेरा रहेको छ सो गाइज थ्यांक्स फर वाचिङ आजको लागि चाहिँ यति नै भन्न चाहन्छु है र जतिले पनि गोप्रो 9 मा अपग्रेड गर्न चाहनु हुँदैछ नि कि तपाईहरुले एउटा बजेट फ्रेन्डली क्यामेरा खोजिरहनु भएको छ भने गोप्रो 9 मा जानुहोस् र जतिले अलिकति अपग्रेड गर्न सक्नुहुन्छ भने गोप्रो 13 अनि आउने गोप्रो को क्यामेराहरु एकदमै राम्रो हुनेछ त्यसमा गोप्रो 9 भन्दाखेरि एकदमै ज्यादा फिचर्सहरु एकदमै अपग्रेडेड भर्जन तपाईले पाउन सक्नुहुन्छ तर गोप्रो 9 किन्न चाहनुहुन्छ भने पनि नट अ ब्याड अप्सन म भन्न चाहन्छु किनभने मैले अहिलेसम्म 4 वर्षसम्म यसलाई युज गर्दाखेरि कुनै पनि एउटा सिंगल यसको डिसएडभान्टेज है सिंगल यसले इस्यु दिएको छैन मलाई सो गाइज तपाईहरुले के गोप्रो 9 किन्नुहुन्छ या अपग्रेड गर्नुहुन्छ है त्यो कमेन्ट गर्न नबिर्सनुहोस् होला तपाईहरुलाई यो भिडियो कस्तो लागेको छ मन पर्यो भने लाइक शेयर सब्स्क्राइब गर्न नबिर्सनुहोस् होला टिल देन म संगीत साइनिङ अफ बाइ बाइ